रुबी भ्याली गाउँपालिका वडा नम्बर 3 शेरतुङ गाउँमा आइपुगेको छु। यस गाउँको नाम तामाङ भाषाबाट शेरकीदुङ, शेर भनेको सुन र दुङ भनेको खम्बा। पछिल्लो समय अपभ्रंश भएर शेरतुङ रहन गएको रहेछ। गाउँपारी अग्लो पहाड, त्यसकै पछाडि गढेस हिमाल अनि यहाँको ग्रामीण जनजीवन। ढुङ्गाले बनेका आकर्षक घर, कतै जस्ता त कतै ढुङ्गाकै छाना, कतै जौ रोपिएका हरिया बारी त कतै आलु रोप्न ठिक्क पारेर राखिएका बारी। जंगलबाट कोही दाउरा त कोही सोत्तर बोकेर घर फर्किँदै, कोही रित्तो डोको बोकेर जंगलतिर पस्दै। गाउँमा त्यति धेरै युवाहरू भने छैनन्, पढाइ अनि रोजगारीका लागि बाहिर गएका छन्। स्कुल छुट्टी भए पनि 9 वर्षकी हन्नाबिका अनि उनका साथीलाई भने जंगल गएर सोत्तर ल्याउनै पर्ने बाध्यता। नाम हन्ना। हन्ना के बिका। कति वर्ष भयो? 9। कतिमा पढ्छौ? 3मा। ए कताबाट ल्याएको यो चाहिँ? जंगलबाट। ए ल ल ल बोकम।